आज हामी इन्टरनेट एडिक्सनको बारेमा कुरा गर्छौँ। इन्टरनेट एडिक्सन हामीले यसलाई प्रोब्लमेटिक इन्टरनेट युज पनि भनिन्छ। प्रोब्लमेटिक इन्टरनेट युज भन्नाले अब इन्टरनेटमा हुने कुराहरू जस्तै गेमिङ होला, सोसल मिडिया युज होला, अथवा एक्सेसिभ सपिङ होला, अथवा अनलाइन अरू एक्टिभिटिजहरूमा चाहिँ एक्सेसिभ इन्डल्जमेन्ट भयो भने त्यसलाई चाहिँ हामीले प्रोब्लमेटिक इन्टरनेट युज भनिन्छ। त्यसै गरी अब एक्सेसिभ अब यसलाई एडिक्सनको रूपमा अथवा चाहिँ प्रब्लमै मान्ने कतिखेर भन्ने कुराहरू आउलान्। अहिले इन्टरनेट भनेको अपरिहार्य रूपमा सबैको जीवनमा चाहिने नै एउटा माध्यम हो। तर अब यसलाई चाहिँ यसको युज चाहिँ चाहिने भन्दा बढी भयो। यदि युज नगर्दाखेरि चाहिँ विथड्रल जस्तो भन्नाले छटपटी हुने, चिडचिडाहट हुने, रिस उठ्ने जस्ता लक्षणहरू आउन थाले र यो इन्टरनेट युज चाहिने आफ्नो चाहिने जुन आफ्नो अकुपेसन अथवा भनौँ आफ्नो काम एजुकेसनमा युज हुनुभन्दा पनि अरू कुराहरूमा बढी युज भयो र यसले चाहिँ आफ्नो डे टु डे एक्टिभिटिजमा चाहिँ यसले डिस्टर्ब गर्न थाल्यो। यदि कोही स्टुडेन्ट छ उसले चाहिँ पढ्न छोडेर इन्टरनेट मात्रै युज गर्यो, अथवा भनौँ कोही काम गर्ने कर्मचारी छ त्यसले चाहिँ काम गर्न छोडेर इन्टरनेट अनलाइन गेमिङ होला सोसल मिडिया युज मात्रै गर्न थाल्यो भने चाहिँ यसलाई चाहिँ प्रब्लम मानिन्छ। त्यसै गरी यसमा चाहिँ प्रि अकुपेसन भनिन्छ। प्रि अकुपेसन भन्नाले जतिखेर पनि त्यही इन्टरनेट रिलेटेड कुराहरूमा नै बढी ध्यान जाने, अनि त्यसपछि अरू आफ्नो गर्नुपर्ने कार्यहरू नै छोडेर इन्टरनेट युजमा बढी इन्डल्ज हुने र यसले चाहिँ आफ्नो जीवनको दैनिक जीवनयापनमा चाहिँ असर पार्न थाल्यो भने चाहिँ यसलाई हामीले इन्टरनेट प्रोब्लमेटिक इन्टरनेट युज भनिन्छ अथवा इन्टरनेट एडिक्सन भनिन्छ। अहिले हेर्दाखेरि 7 देखि 10% युवाहरू इन्टरनेट युज डिसअर्डर अथवा भनौँ इन्टरनेट एडिक्सनको मा अहिले फँसेका छन् भनेर चाहिँ रिसर्चहरूले देखाएको छ। अब इन्टरनेट कम युज गर्न अथवा इन्टरनेट युजलाई कम गर्न के गर्ने त भन्ने प्रश्नहरू आउला। अब इन्टरनेट युज चाहिँ अरू एडिक्सन जस्तो इन्टरनेट युजै नगर्नुहोस् अथवा जसरी रक्सी खाने व्यक्तिले हामीले रक्सी नखानुहोस् भने जस्तो इन्टरनेट युज नगर्नुहोस् भनेर भनिराख्न मिल्दैन। त्यस कारणले हाम्रो टार्गेट भनेको कन्ट्रोल्ड युजमा हुन्छ। कन्ट्रोल्ड युजमा सबैभन्दा ठुलो कुरो भनेको सेल्फ रेगुलेसन हो। सेल्फ रेगुलेसन भन्नाले आफूले गर्ने कार्य अथवा इन्टरनेट युजको काम चाहिँ नि कति गरिन्छ त भनेर आफूलाई रेगुलेट गर्नु पर्यो। धेरै एपहरू पनि छन् जसमा चाहिँ हामीले टाइमरहरू लगाएर चाहिँ त्यो एउटा रेगुलेट गर्न सकिन्छ। त्यसै गरी अर्को रोल भनेको फ्यामिलीको आउँछ। फ्यामिलीले यदि धेरै इन्टरनेट युज छ भने त्यसलाई चाहिँ सपोर्टिभ वेमा चाहिँ इन्टरनेट कट डाउन गर्न हेल्प गर्नु पर्यो। अनि त्यसै गरी यदि चाहिँ यो यति कार्यहरू गर्दा पनि हुँदैन भने चाहिँ मानसिक स्वास्थ्य विशेषज्ञको सल्लाह लिनु जरुरी छ र हामीले मानसिक स्वास्थ्य विशेषज्ञहरूले चाहिँ यसलाई प्रब्लमेटिक हो होइन भनेर डायग्नोज गर्छौँ। त्यसपछि चाहिँ काउन्सिलिङको माध्यमबाट जसलाई हामी साइकोथेरापी पनि भनिन्छ अथवा चाहिँ यदि एक्सेसिभ नै युज छ भने औषधिको माध्यमबाट पनि यसलाई चाहिँ हामीले उपचार गर्न सकिन्छ। अब इन्टरनेट एडिक्सन एउटा छुट्टै समस्या मात्र नभएर यो अरू मानसिक स्वास्थ्यसँग सम्बन्धित भएर पनि आउन सक्छ। जस्तै डिप्रेसन अथवा भनौँ एन्जाइटी अथवा भनौँ साइकोसिस, मेनिया यस्ता केसहरूमा पनि इन्टरनेट युज चाहिँ ओभर युज अथवा प्रोब्लमेटिक युज भएर पनि आउन सक्छ। यदि त्यस्तो छ भने त्यो अरू मानसिक स्वास्थ्य समस्यालाई चाहिँ उपचार गर्नु जरुरी छ। र अघि मैले भने जस्तै यो सेल्फ रेगुलेसन, टाइम आउटका कुराहरू छन्, फ्यामिली हेल्पका कुराहरू छन्। यदि भयो भने चाहिँ इन्टरनेट एक्सेसिभ युजबाट हामी बच्न सकिन्छ। धन्यवाद।